नमस्ते श्रोताबिन म आज तपाईहरुको लागि फाइनल्ली यो स्टक मार्केट सम्बन्धी एउटा भिडियो बनाएर आएको छु र यसमा साथै तपाईहरुसँग रिक्वेस्ट पनि गर्दै छु र मैले यो भिडियो बनाएर युट्युब च्यानलमा पुरै अपडेट गरिदिएको छु र त्यहाँ गएर तपाईहरुले सानो सहयोग गर्नुपर्ने हुन्छ। युट्युब च्यानल सब्स्क्राइब गरिदिनु पर्ने हुन्छ र यो मलाई के लाग्यो भने यहाँ टिकटकमा कति कराएर केही हुनेवाला छैन, तर यहाँबाट सहयोग हल्का अब हुन्छ नि त एउटा मोटिभेट स्पेस पनि दिएर यहाँका साथीहरूलाई सहयोगबाट गएर एउटा मैले फाइनल्ली युट्युब च्यानलमा जाने निर्णय गरेँ र मसँग भएको केही क्षमता त्यहाँ प्रस्तुत गरेँ भने तपाईहरुले यहाँ हेर्नुको ठाउँमा त्यहाँ हेर्नुभयो भने अलिकति पनि मेरो आइडी ग्रो हुन्छ र मैले जिन्दगीमा मैले पनि पैसा कमाउँछु भन्ने सोचका साथ अगाडि बढेको छु र अब सुरु गरौँ भिडियोतर्फ। र यहाँ वास्तवमा अब के रहेको छ भने मान्छेहरू यो मार्केट सम्बन्धी अब पुरै भविष्यवाणी गर्ने पुरै त्यो त होइन, यसको मार्केटको एउटा सानो स्टडी गर्ने हो मैले हैन। अब एकदम जानेका एकदमै एक्सपर्ट मान्छेहरू पनि हुनुहुन्छ। अब कतिपय मान्छेहरू हुनुहुन्छ पैसा भएको तर केही नलेज नभएको, उहाँ इन्भेस्ट गर्न चाहनुहुन्छ, उहाँहरूको लागि र साथै मैले सम्पूर्ण नेपाली स्टक मार्केटका प्रत्येक स्टकको भिडियो बनाएर मेरो युट्युब च्यानलमा हाल्ने निर्णय गरेको छु र पालो र तपाईहरुलाई कुनै पनि एउटा स्टक किन्नु छ भने म यो स्टक किन्छु र यसको बारेमा भिडियो बनाइ हाल्दिनु पर्यो भन्नुभयो भने म त्यो युट्युब च्यानलमा त्यो पनि हाल्दिन्छु र मलाई मेसेज गर्न सक्नुहुन्छ। र यहाँ टिकटकले मलाई सारै सहयोग गर्ने देखियो, त्यसकारणले गर्दा आज म यो स्टकको बारेमा भन्दै जान्छु। यसको करेन्टली प्राइस रहेको छ तपाईको 3375 रहेको छ हैन। यो माइक्रो फाइनान्स हो। अब यसले चाहिँ सुरु भएको रहेछ यो के रे कतिबाट सुरु भयो, यो 680 बाट 770 मा ओपनिङ भएको रहेछ र यसले चाहिँ हानेको रहेछ 6500 सम्म हानेको रहेछ र 6500 सम्म हानिसकेपछि यो तल आएर यो अहिले 3375 मा अड्किएको छ। अब कतिपय मान्छे कसरी किन्ने के गर्ने यहाँनिर भन्दाखेरि यसको मैले यसको लागि केही फन्डामेन्टलहरु लाउँछु र त्यसको लागि चाहिँ मैले यतातिर सहयोग लिएँ हैन। अब आरएसआई भन्दा पनि मेरो आफ्नै एउटा स्टडी छ र मेरो विगत म क्रिप्टोदेखि लगेर फोरेक्स ट्रेडिङ लगेर सम्पूर्ण मेरो 5-6 वर्ष एक्सपिरियन्सलाई लिएर म तपाईहरुबीच देखाइदिरहेको छु र भन्दैछु। अब सुरु गरौँ। यहाँ अब तपाईले यहाँदेखि 700 मा किनेको मान्छेले कहाँ जान्छ? 700 मा किनेको चिज 7000 मा पुगेपछि मान्छे करोडपति हुँदैन यार। 7 लाख पुग्छ भने नेपालको स्टक मार्केट चाहिँ सम्भव छैन। तर जसले यहाँ किनेर 700 जस्तो अब जसले 1100-1200 अनि यहाँनिर 1800-1900 2000 यो कति 2000-2500 सम्मकोले पनि किनेर भाग्ने बेला छ। यो स्टकबाट किनेको मान्छेहरू यहाँबाट गेट आउट हुनुपर्ने स्थिति देखियो। अब कसरी भन्दाखेरि यहाँनिर कुनै पनि म इन्ट्री प्राइस दिँदिनँ। अब यदि तपाईले मलाई यो स्टक किन भनेर मलाई 1 करोड पैसा दिनुहुन्छ म कसरी किन्छु भन्दाखेरि यहाँ हेर्छु। पहिला मैले यहाँ माथि टपमा हेरेको छु हैन, यहाँ 3 महिनाको क्यान्डल तपाईहरुले सो गरेको। त्यसपछि अब म गर्छु पहिले एउटा कुरा के बुझ्नुस् भन्दाखेरि यो क्यान्डल चाहिँ नि यो प्लस माइनस यो क्यान्डल कहिले चेन्ज हुन्छ र कहिले खुल्छ भन्ने कुरा तपाईको यसको डेट यो 3 महिनाको क्यान्डल हो र 3 महिनासम्म तपाईको पैसा तल गयो भने तल आउने, माथि गयो भने माथि जाने, यसले मोनिटाइज गर्छ र यसको यो डेट हुन्छ। यो डेट यो कहिले आउँछ तपाईको यो डेट कहिले खुल्छ भनेपछि तपाईको अब यो अप्रिल 1 मा यो क्यान्डल बदलिएको। अब अप्रिल, मे, जुन, जुलाई, अगस्तको 1 तारिक यो क्यान्डल चेन्ज हुन्छ। अब अगस्तको 1 तारिक यसको माथि तल आउँछ कि क्यान्डल माथि आउँछ यो कतै पनि जाने देख्दिनँ। अलिकति माथि आने तल आउने जस्तो देख्छ। तर मैले सबै कुराहरू यसको मैले मेरो स्टेटले के भन्छ भन्दाखेरि अब म यहाँ गएँ 2 महिनाको क्यान्डलमा गएँ। अब कुनै एउटा रातो क्यान्डलमा 2 महिनाको क्यान्डल हो हैन, यो 2 महिना यो कहिले आएको त छ भन्दाखेरि मे, जुन, यो मे 1 तारिक यो क्यान्डल भनेपछि यो महिना यो महिनादेखि अर्को महिना यानी कि यो मे, जुन, जुलाईको 1 तारिकको क्यान्डल चेन्ज हुन्छ। अब यसले के भन्छ यहाँबाट यसरी रातो क्यान्डलमा कहिल्यै पनि यो क्यान्डल यसरी माथि जाँदैन। मान्छेहरू धेरै झुकिन्छन्। अब यो लेफ्ट साइडमा छ, माथि राइट साइडको यसले चाहिँ के गरेछ भन्दाखेरि यसले चाहिँ छेक्दियो राइट साइडमा ठुलो पहाड छ र यसरी लेफ्ट साइडमा ठुलो पहाड छ
राइट साइडमा खाली छ। राइट साइड खाली हुनु भनेको मार्केट क्रसतिर जानु हो स्लोलीमा। अब यसले चाहिँ अहिले भर्खर अब यो यदि मैले किन्नु पऱ्यो भने कसरी किन्छु भन्दाखेरि अब मैले मिनिमम अहिले 3300 छ होइन, यदि मैले यो प्राइसमा यहाँ गएर 2100मा आउनुपर्छ यदि मैले किन्नुपर्ने भयो। किनेपछि यदि एउटा इन्ट्री लिन्छु 2100मा यदि किन्नु पऱ्यो भने, नत्र म किन्दिनँ, मार्केट जतासुकै जाओस्। अनि 2100मा पनि म फेल भएँ। 2100 मैले किन्नु पऱ्यो भने होइन, यदि म 2100मा पनि म फेल भएँ भने मैले फेरि कुर्छु कहाँ भन्दाखेरि फेरि मैले यहाँ कुर्नुपर्ने हुन्छ। 2100मा पनि मैले सकिनँ, मैले प्रोफिट लिन सकिनँ भने फेरि मैले कुर्छु मैले यहाँ 1400मा। यदि 14 फेरि अर्को इन्ट्री लिन्छु 1400मा। 2100मा किनेको यदि मैले 2100मा यदि मैले 2100 यहाँ आएर मैले इन्ट्री गरेर प्रोफिट लिन सकिनँ भने म यो 1400को रेन्जमा आएर किन्नुपर्ने हुन्छ। र त्यहाँभन्दा अगाडि मैले यो मार्केटमा कुनै पनि इन्ट्री देख्दिनँ। यदि मेरो स्टडी यदि कोही मान्छेले मलाई कसरी किन्ने यसरी किन्छु भनेर सल्लाह लिन्छ भने म यसरी किन्न चाहिँ सुझाव दिन्छु। यदि यो प्राइस हेर्दै जानुहोस् होइन, पहिले यदि यो प्राइस यहाँ आउँछ भने पहिले फर्स्ट प्राइस तपाईँको यहाँ 2000मा आउँछ भने तपाईँसँग भएको कुल अमाउन्टको तपाईँको जस्तो पोर्टफोलियो हुन्छ नि, तपाईँसँग 5 लाख छ भने तपाईँले यहाँनिर गएर 2 लाखको किन्नुहोस् 2000मा। यदि तपाईँ यही किन्ने हो भने र तपाईँ 2000मा अब 2000मा किनेको स्टक कमसेकम पनि 600भन्दा 500भन्दा तल डाउन भयो भने अर्को इन्ट्री गर्नुहुन्न। 200-300 रुपियाँ 200-300मा त यसले खेलिदिन्छ कि यसको प्ले गर्ने स्पेस हुन्छ। त्यसैले तपाईँ त्यहाँदेखि आत्तिनु भयो भने तपाईँले 2 लाखमा यहाँ 2000मा किन्नुभएको थियो भने यहाँ 1400मा आयो भने 3 लाखमा किन्नुपर्ने हुन्छ। र 3 लाखमा यहाँ किन्नु भयो र 2000सम्म भन्दा माथि गएन भने तपाईँको यहाँ माइनस भएको ब्यालेन्स चाहिँ तपाईँको रिकभर हुन्छ र यसले मार्केट माथि उठाएर लान्छ। र तपाईँले यसमा चाहिँ एकदम साइकोलोजीको आवश्यक पर्छ। पैसा मिठो दिन्छ, राम्रो दिन्छ, तर यहाँ सिक्नुपर्छ है त। आजको भिडियो यति नै, धन्यवाद।